बहुत ठग लिया छ रे आज सकिन्छ त यो बाटो चाहिँ दाउरा काटेर अनि घाँस काटेर पनि यो बाटो जान्थ्यो बवाल फुलिया त फुल त वेलकम ब्याक टु माई न्यू ब्लग आज ब्लगमा स्वागत छ जस्ट आज चाहिँ म माथिको डाँडामा गएर बवाल भ्यूहरू चाहिँ म देखाउने छु सकिन्छ त हैन कुडोमा झाराको छ मम्मीले सब यो कुडोहरू गोरेको अनि यो चाहिँ बाँकी छ उता फाइनली गाइस आफू बुटा बवाल भएको छ यो खाने पानीको पाइप बवाल फुलिया त फुल त वाउ दामी यो सब चिप्लो भएको छ यहाँ माथि बन्छ नि त त्यही भएर पर्सेलाहरू छ अनि यहाँ सब यताउता त्यो स्याउला भन्छ यसलाई यिनीहरू छ अनि त्यसको बुटा यो कारा जस्तो छ माथिदेखि परसम्म छ रानी वन हो अनि यहाँ चाहिँ अहिले बन्द गरेको छ अहिले चाहिँ एकदम थाकियो अनि बाटोमा हिँड्दैछु म देखिने बाटो हो जाने कन्टेन्ट नभएर अनि भिडियोहरू चाहिँ त्यति अपलोड गरेको छैन छिट्टै 1K पुगोस् भन्न चाहन्छु हामी पहिला सानोमा खेल्थ्यौँ त्यसको भाले अनि पोथी बनाएर त्यो फुल बवाल यहाँ सिधो देखिए तलदेखि माथिसम्म उकालो छ बहुत ठग लिया छ रे आज यो भिरको घाँस हो यो बवाल उम्रेखा यति बवाल भएको छ नि यो परा देख्न सक्नुहुन्छ सब यो माथिबाट पानी झरे बादल माथि सुट गर्नुपर्छ गाइस पछाडिबाट व्हाइट कलरको फुलहरू बवाल देखिया त्यहाँ फुल छ त्यहाँ रेड कलरको खट्रा के किरा हो र यार यस्तो सब परा हो यो हामी सानोमा यो बाटो चाहिँ दाउरा काटेर अनि घाँस काटेर पनि यो बाटो जान्थ्यौँ झना बवाल खस्या गाइस त्यही हो तीबाट बवाल खस्या चिसो भइसक्यो यो सब पानी परेर यो रे हेदिम गाइस 3 2 1 गो बवाल देखिया गाइस त्यो बिमको एरिया भयो सब बाटो लागेर हल्का देखिया अनि त्यो निस्कुट भयो यो चाहिँ डिभिसन एरिया हो सब बादल लाग्यो एउटा बिमतिर तारा छोड्दियो भने दारा काटेर अनि राख्ने ठाउँ यो हो यो पुरै खुलिसक्यो आकाशहरू यति बवाल देखिया कि पारी वनको एरिया भयो यो सब यति बवाल देखिया बेसी भयो यो ठुलो खोला अनि यो सानो खोला छ यो डाँडापारी चाहिँ मल्कोबाङ छ टावर पनि देखिन्छ हल्का तर क्याप्चर भएको छैन त्यो कुइने मङ्गलले अनि भेटिखाल्दा यतातिर चाहिँ बुलम मलमपाराको एरियाहरू भयो यो यहाँ पहिला हामी पिकनिक आएको सानो हुने बेला सब कुम्रीको मिलेर अनि आएको त्यो हो गाइस के कस्तो लाग्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला आई होप छिट्टै 1K पुगोस् भन्न चाहन्छु